अहिले बजेटको पूर्व सन्ध्यामा छौँ। वडा बेला सम्पन्न हुने क्रममा छौँ। विशेषतः हरेक वडामा पुगेर हरेक वडामा हाम्रो वडा सम्मेलनहरू हुँदै गर्दा नगर प्रमुख आफू स्वयं भयो भने त्यहाँको पब्लिकको चाहिँ डिमान्ड के छ, आवश्यकता के छ, के भनेका छन्, यी कुरा बुझ्नका निमित्त पनि आवश्यक पर्ने भएको कारणले हरेक वडा सम्मेलनमा हिँडिरहेका छौँ। आज हामी यो 7औं वडामा पुगेका छौँ। अब हामीसँग 5वटा वडा अझ बाँकी छन्। निरन्तर दिनको 2 वडाको हिसाबले हामी काम गरिरहेका छौँ, अवगत गराउन चाहे साथीहरूको बिचमा। र थुप्रै यहाँ कुराहरू आए। यहाँ जे जति प्रवक्ता साथीहरूले सुझाव दिनुभयो त्यो सबै सुझावलाई हामीले सुझावकै रूपमा आत्मसात गरेका छौँ। काम गर्ने क्रममा कुनै ठाउँमा कहिले कसैबाट सानोतिनो गलती हुन सक्दछ। गलती त्योबाट मात्रै हुन्छ जसले काम गर्छ। तसर्थ सुझाव दिने हो र त्यो सुझावलाई हामीले अवलम्बन गरेर अगाडि बढ्ने हो। किनभने जनप्रतिनिधि त्यो व्यक्तित्व हो जसलाई तपाईँहरूले जनप्रतिनिधिको रूपमा काम गर्ने जिम्मेवारी दिएर अगाडि बढाउनु भएको छ। उहाँबाट सानोतिनो कुनै ठाउँमा मिस्टेक पनि हुन्छ भने तपाईँले सुधारतिर सुझाव दिनु। विरोधाभास गरेर मात्रै यो समाज परिवर्तन हुन सक्दैन। यो समाज हाम्रो समाज हो। यो समाज निर्माणका लागि कुनै बाहिरबाट मान्छे आएर यो समाजको निर्माण हुँदैन। तपाईँ हामीहरूको हातेमालो, तपाईँ हामीहरूको चाहिँ त समन्वय सहकार्य भयो भने हरेक क्षेत्रको प्रगति हुन्छ भन्ने कुरामा हामीले विश्वास लिएका छौँ र फलस्वरूप हामी त्यही किसिमले हिँडिरहेका छौँ। र गुड्डु उनीहरूले सबैभन्दा कान्छो वडा देख्छ, दोस्रो पटक भएको छ। स्थानीय तहमा दोस्रो पटक दोहोरिनु भनेको चान्सुने कुरा हो। सानै उमेरमा पहिलो पटक भयो, आत्मविश्वास बढ्यो, राम्रो गर्यो, सायद राम्रो गरेको कारणले तपाईँले उहाँलाई दोहोऱ्याउनु भएको छ। र वास्तवमा राम्रो मान्छेलाई तपाईँले छान्नु भएको रहेछ। म तपाईँका प्रति हार्दिक धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। आज राम्रो काम गरेको छ, हरेक कुरामा सहकारी छु, समन्वय छ। मेरो अङ्कल मेरो वडामा यस्तो भयो, मेरो वडामा यस्तो भयो, मेरो वडामा यस्तो भयो, खटेको खटे। वास्तवमा खट्नु पनि पर्यो। 5 वर्षका निमित्त जुन तपाईँहरूले हामीलाई प्रतिनिधिको रूपमा अगाडि बढाउनु भएको छ, हामीलाई त्यो छुट छैन कि हामी हाम्रो गोदावरी नगरको विकासका निमित्त बाहेक अरू कुरामा हामी लाग्न पाउँदैनौँ। हाम्रो व्यक्तिगत जीवन अहिले छैन। हामीले तपाईँहरूका समस्याहरूलाई सुनेर बुझेर कहाँ के कसरी आफ्नो स्रोतले भ्याएसम्म आफ्नो स्रोतले गर्ने, नभएको कुराहरूलाई चाहिँ त अन्य निकायमा सम्बन्धित निकायमा गएर पहल गरेर यहाँको समस्यालाई समाधान गर्ने कुरामा हामीले लाग्नुपर्छ र लागिरहेका पनि छौँ। यो चाहिँ गोदावरीको 10 नम्बर वडामा सबैभन्दा ठुलो काम 79 सालमा जब हामी निर्वाचित भयौँ, समानीकरण हामीले विशेष एउटा अनुदान र एउटा चाहिँ हाम्रो चाहिँ 50-50मा चाहिँ हामी एउटा राष्ट्रिय योजना आयोगसँग योजना माग्न सक्छौँ। विशेषमा हामीले वडा नम्बर 10लाई भनेर खानेपानी माग्यौँ। यसमा नगरपालिकाको कुनै कस्ट छैन। अब थप पाइपलाइनमा नपुगेको हो भने त्यसपछि हामीले थपेर पनि अगाडि बढाउनु पर्छ। सबैको घर दैलोमा धारा पुग्ने अवस्था सिर्जना गर्छौँ। र यो 3 वर्ष योजना भएको कारणले त्यसपछि हामीले 80मा चाहिँ माग्नु पाएनौँ। किन 80मा त यसैमा पैसा आयो, 81मा पनि अहिले यसैमा पैसा आयो। तसर्थ दोस्रो चाहिँ विशेष योजना हामीले माग्नु सकेनौँ। त्यसै गरेर त्यही अन्तर्गत हाम्रो वडा नम्बर 4को जुन 7.5 किलोमिटरको चाहिँ बाटो छ त्यो 50-50मा र 3 वर्षीय योजना त्यो पनि भएको कारणले 3 वर्ष लगातार त्यसैमा पैसा थपिँदै जाने, हामीले पनि यताबाट त्यसमा थप्नुपर्ने भएको कारणले अर्को योजना पनि हामीले माग्न नपाएको त्यो अवस्था हो। र यो खानेपानी निर्माण भइरहेछ, द्रुतगतिमा अगाडि बढेको छ। त्यो ठेकेदार साथीलाई म एकदमै आग्रह धन्यवाद दिन चाहन्छु। हामीसँग यस्ता पनि ठेकेदार छन् आज 5 वर्ष बितिसक्यो, काम गरिदिएका छैन। यिनीहरूका घरमा गएनौँ कि यिनीहरूलाई सिडिओ प्रशासन कार्यालयमा गएनौँ कि तपाईँलाई लागेको हुनसक्छ वडा अध्यक्ष मेयरहरू के गरिरहेछन्, किन बनिरहेको छैन। आफूले गर्ने सबै कुराहरू गर्दै गर्दा अहिले यो बल्ल बाटो यति आइरहेको अवस्था छ। र निश्चित रूपमा यो बाटोलाई हामी अगाडि बढाउँछौँ। हाम्रो यही खोलामा ठुलो तटबन्धन भएको छ। कतिपय साथीलाई थाहा होला, कतिपयलाई नहोला। एकचोटि मेरो अनुरोध छ, अरू बेला पनि यहाँ तटबन्धन भएका छन्। जुन यो तटबन्धन भएको छ, जुन प्रविधिका साथ भएको छ, यो फरक छ। यो निर्माण भइसके पश्चात अहिले 2वटा वर्षातहरू गइसक्यो, कुनै किसिमको फरक परेको छैन। यो 50औं वर्षसम्म पनि फरक पर्दैन। यो त्यो टेक्नोलोजीका साथ बनेको चाहिँ छ।
1 करोड बराबरको पुल त्यहाँ बनेको छ। र मलाई के लाग्छ भने अब आजको दौरानमा 10 मा दमौरा नदीमा चाहिँ तटबन्धनको ठुलो आवश्यकता छ। मैले त्यो कुरा फिल गरेको छु। र विद्युतीकरणको एउटा समस्या छ, बिजुलीको पोल ट्रान्सफर्मरको कुराहरू छ, त्यो हामी यो आर्थिक वर्षमा अगाडि बढाउँछौँ र यहाँका पब्लिक साथीहरूले जुन आवश्यकता महसुस गर्नु भएको छ त्यसलाई हामी फुलफिल गर्ने क्रममा लाग्नेछौँ। यो हामी तपाईँहरूको बिचमा प्रतिबद्धता गर्न चाहन्छौँ। शैक्षिक क्षेत्रमा विगतको भन्दा धेरै राम्रो प्रगति अहिले हामीले पाएका छौँ र यसपटकको नतिजा पनि अत्यन्त राम्रो आएको छ। हाम्रो नगरको यहाँ शिक्षक शिक्षिका साथीहरू पनि हुनुहुन्छ, विगतको भन्दा अति राम्रो भएको छ। हामी निर्वाचित भएर आइसके पश्चात 5 र 8 को बोर्ड परीक्षा लिने, त्यो नगरले लिने भनेर हामीले एउटा नीति नै अवलम्बन गरेर अगाडि बढ्यौँ। त्यो हामीले किन गर्यौँ त भन्दा हाम्रो बच्चा 1 कक्षादेखि एसई पढन्जेलसम्म बिचमा के कस्तो छ, उसको उपलब्धि के छ त्यो थाहा नहुने, एकैचोटि एसईमा गएर उसको नतिजा के आयो भनेर हामीहरूलाई थाहा हो। तसर्थ हामीले 5 मा पनि उसलाई चेक गर्नु पर्यो, 8 मा पनि चेक गर्यो भने बल्ल उसको चाहिँ क्वालिटी के छ, उसले सुध्रिनु पर्ने कहाँ छ भन्ने कुरा थाहा होस्, गार्जेनलाई पनि थाहा होस्, विद्यार्थीलाई पनि थाहा होस् भन्ने उद्देश्यका साथ पनि हामीले त्यो शिक्षा नीति अवलम्बन गर्यौँ र अहिले विगतको भन्दा अहिले धेरै राम्रो रिजल्ट आएर अगाडि बढेको छ। भने हामीसँग अनुदानमा बसेका नगर शिक्षकको नाममा अनुदानमा बसेका साथीहरू हुनुहुन्थ्यो, 143 जना पूर्व मेयर आदरणीय हरि साउजीले चाहिँ राख्नु भएको थियो, अनुदान दिएर राख्नु भएको थियो, नाम चाहिँ नगर शिक्षक भनिएको थियो, तर उहाँ नगर शिक्षक हुनुहुन्थेन। हामीले प्रक्रियागत रूपमा उहाँलाई आउन अनुरोध गर्यौँ। अनुदान भनेपछि के हुन्छ कहिलेकाहीँ भन्दा अनुदान आज पालिकासँग छ, दिन सक्यो, भोलि अनुदान दिने रकम छैन भने त त्यो टिचर त गयो, हुने त बजेटले नै हो। तसर्थ यिनीहरूलाई स्वीकृत पार्नुपर्छ। 3-4 वर्ष उहाँले काम गरिसक्नु भएको छ, उहाँहरूको पनि अलिकति सुनिश्चितता, उहाँको सेक्युरिटी पनि हामीले स्थानीय तह सरकारले बुझिदिनुपर्छ भन्ने उद्देश्यका साथ हामी सबै टिमको साथीहरू मिलेर उहाँलाई एउटा प्रक्रियामा ल्याएर एकजना व्यक्ति, एकजना शिक्षकका प्रति पनि कुनै आग्रह पूर्वाग्रह नराखिकन हामी सबैलाई समेट्यौँ। 143 जना राख्दै गर्दाको मेयर त नेपाल कम्युनिस्ट पार्टी एमाले एउटा जितेको हरिसिंहजी हुनुहुन्थ्यो नि, हामी त्यो पूर्वाग्रह राख्न सक्थ्यौँ नि, हामीले राखेनौँ। हामीले सबै साथीहरूलाई स्वीकार गर्यौँ र अहिले आएर ती साथीहरूलाई पेन्सनको सहित व्यवस्था मिलाएको छ। जो देशको पहिलो नगरपालिका, नगर शिक्षकहरू, कार्यालय सहयोगीहरू, तपाईँको लेखापालहरू लगायतको साथीहरूलाई पेन्सनको पनि व्यवस्था गरेर राहत शिक्षक पनि त्यसमा पर्नुहुन्छ। त्यसमा आम नागरिकले पनि गर्न मिल्छ। मैले तपाईँलाई यो कुरा राखेँ र चाहिँ राष्ट्रिय भूमि आयोग बीचमा झन्डै 1-1.5 वर्ष विघटन भएको कारणले यहाँ अव्यवस्थित बसोबासी साथीहरूको पूर्जाको कार्य अगाडि बढ्न सकेन र अहिले केन्द्रमा चाहिँ बनिसकेको झन्डै 6 महिना पछि अहिले जिल्लाको चाहिँ समिति बनिसके पश्चात अब हाम्रो काम अगाडि बढेको छ। गोदावरी नगरपालिकाले पूर्जाको कामलाई अगाडि बढाइसकेको छ। 10 नम्बर वडावासी दाजुभाइ दिदीबहिनीलाई के अनुरोध गर्न चाहन्छु भने तपाईँहरूको सहजताका निमित्त हामीले भूमि आयोगको एउटा अफिस नगरपालिका भित्रै खोलेका छौँ। तपाईँहरूले जिल्ला नजानु परोस्, धनडी नपुग्नु परोस् भन्ने उद्देश्यका साथ आएर कोर्डिनेसन गर्नु होला। हाम्रो 10 को कहिले भइरहेछ, के भइरहेछ, कसैको बिग्रिएछ, के छ गएर तपाईँले समन्वय गर्नु होला भन्ने तपाईँलाई अनुरोध पनि गर्न चाहन्छु। र कसैको छुटपिट छ भने छुटपिटका लागि पनि हामीले थपम्याद 35 दिनको थपम्याद अझ निकालेका छौँ। यो अन्तिम पटक हुनेछ र छुटेका साथीहरूले पनि त्यसमा आफ्नो फर्महरू भर्नु होला भनेर निवेदन गर्न चाहन्छु। र वास्तवमा अहिले हाम्रो गोदावरीभित्र एउटा जल्दोबल्दो समस्या हाम्रो चाहिँ गौमाता, छाडा चौपाया, कुकुर व्यवस्थाको कुरा छ। यो विगत यो हाम्रो मैले निर्वाचित हुँदा पनि मेरो घोषणा पत्रमा पनि यो कुरा छ, यो व्यवस्था म गर्छु भनेर। र विगतमा यसको संरक्षण र सन्दर्भमा धेरै ठुलो रकम खर्च भयो र समस्या जहाँको त्यही रहेको हामीले देख्दै गर्दा बरु 1-2 वर्ष वडावासी दाजुभाइहरूको के अरे गाली गरे पनि छौँ र यसलाई वास्तवमा व्यवस्थित तरिकाले यसलाई अगाडि बढाऊ भन्ने उद्देश्यका साथ आफ्नो विश्वासले नभ्याउने अवस्थामा प्रदेशको कृषिसँग पनि समन्वय गरेर अहिले लगभग 1 करोड बराबरको त्यहाँ 2वटा भवन एउटा निर्माण भइसकेको अवस्था र एउटा अहिले निर्माणाधीन अवस्थामा छ र चाहिँ झन्डै
22 बिघा जग्गा जति चाहिँ हामीले चाहिँ तारबाड गरेर भित्र राखिसकेको पानीको व्यवस्थापन हुँदैछ। बिजुली नभएको कारणले बोरिङ चलाउन सकेका छैनौँ। विद्युतको चाहिँ त अबको यो 5-7 दिनभित्र विद्युत त्यहाँ पुगिसकेपछि पानीको व्यवस्थापन पनि हुन्छ र यो जेठ महिनाभित्र हाम्रो गोदावरीको 12वटैमा रहेका छाडा चौपायाहरूलाई हामी त्यहाँ व्यवस्थापन गर्छौँ, उचित व्यवस्थापन गर्छौँ। त्यसपछि तपाईँहरूलाई त्यो समस्या आउँदैन। तर एउटा कुरा निवेदन छ, हामी दुध दिन्जेल दुध खाँदेर त्यसपछि छोड्ने काम नगरिदिनु होला, यो तपाईँलाई मैले अनुरोध गर्न चाहन्छु। त्यस्तो पनि भएको छ, यद्यपि तपाईँहरूले गर्नुभएको छैन होला, त्यो पनि हामीले देखेका छौँ। र गर्न सकेन भनेर जनप्रतिनिधिलाई दोष दिने, तर हामी पनि आफ्नो गाई गोरुलाई छोडिदिने काम हामीबाट भएको छ। यो नगरिदिन मैले अनुरोध गरेँ, बिन्ती नै गरेँ। र हाम्रो वडा कार्यालय मेरो लागि एउटा गर्वको विषय पनि हो। म नगर प्रमुख हुँदै गर्दा नभएको वडामा सबै वडामा चाहिँ वडा प्रशासनिक भवन चाहिँ बनोस् भन्ने उद्देश्य मेरो थियो र 2 कार्यकाल जितिसकेको वडा अध्यक्ष आफैमा लागिरहने मान्छे म त्यहाँ पनि बनाउनु पर्छ भनेर 1-2 वर्ष त पैसा पनि केही बजेट पनि हामीले जग्गा खरिदको लागि छुट्यायौँ। जग्गा किनेर फेरि बिल्डिङ बनाउने गाह्रो थियो र प्रदेशको नीति योजनालाई अनुरोध गरेर पैसा हालेका छौँ। ठेक्का पनि सम्पन्न भइसक्यो हिजो अस्ति र अबको 1 हप्ता या 10 दिनपछि यहाँको प्रशासनिक वडा कार्यालय भवन बन्न सुरु हुनेछ भन्ने कुरा तपाईँको बिचमा जानकारी गराएँ। यो पनि र 12को पनि सँगसँगै सुरु हुनेछ। यो हाम्रो एउटा एक किसिमको प्रगति नै हो र सबैभन्दा ठुलो कुरा के छ भने अस्ति हाम्रो प्रशिक्षण प्रतिष्ठान जुन डोटीको कुण्डामा छ, उहाँको आयोजनामा एउटा प्रदेश भेला, यो प्रदेशमा रहेका 88वटै गाउँपालिका नगरपालिका र प्रदेश सरकार र प्रदेश सभा संयुक्त एउटा कार्यक्रम भएको थियो। त्यति बेला नेपाल नगरपालिका सङ्घको म संयोजक पनि भएको कारणले सुदूरपश्चिमको मलाई पनि त्यो उसमा माननीय मुख्यमन्त्रीज्यूले मलाई बोलाइसकेपछि मैले केही बाटाहरू चाहिँ प्रदेश स्तरको बाटो बनाउनु पर्यो भनेर म उहाँलाई अनुरोध गरेकै थिएँ। ल आउनुहोस् तपाईँले कुन कुन बाटोलाई प्रदेशमा राख्ने हो भनेर उहाँले भन्दै गर्दा जुन कुरामा हामी सक्दैनौँ त्यही कुरालाई किन नराख्ने भनेर यही के अरे चौबीडाँडा फल्टुने सडकलाई पहिलो नम्बरमा राखेँ र मसेलीदेखि नाइललाई दोस्रोमा राखेँ र गोदावरीदेखि यो के अरे पूर्वस्ती जाने बाटोलाई तेस्रोमा राख्दै गर्दा म एउटा बाटो मात्रै सक्छु, कुन चाहिँ राखौँ भनिसकेपछि यो बाटो प्रदेश स्तरको बाटोमा परिसकेको छ। यसका लागि अब हामीले बजेटका लागि यताउता जानु पर्दैन। यो तपाईँ हामीहरू सबैका लागि एउटा ठुलो उपलब्धि चाहिँ यो भर्खरै 15-20 दिन अगाडि मात्रै यो निस्क्यो। यो प्रदेश स्तरको सडकमा परिसकेको कारणले जसरी हामी प्रत्येक वर्ष धाउँथ्यौँ र यसको बारेमा हिजो अस्ति मात्रै एउटा कार्यक्रममा मुख्यमन्त्रीज्यू म सँगै पनि थिए, मेरो अध्यक्षता थियो भने उहाँको प्रमुख आतिथ्यता थियो र त्यो त्यति बेला पनि हामीले कुरा गर्दै गर्दा अब त प्रदेशमा परिसक्यो नि साहब किन चिन्ता गर्नुहुन्छ, हालिहाल्छु नि देशमा त फल्टुनेसम्म जति पैसाले पुग्ने हो त्यो पैसा हालिदिनुहोस्, बहुवर्षीमा हालिदिनुहोस् भन्ने मैले अनुरोध गरेको छु। यो काम हुन्छ होला, चाँडो बढ्छ। अब यो बाटो नबन्ने कुरामा कुनै पनि दुविधा छैन भन्ने कुरा म तपाईँको बिचमा राख्न चाहन्छु। र केही साथीहरूले भने केही बाटाहरू छन्, वडा नम्बर 10 मा ट्र्याक खोल्न पर्ने कुनै ठाउँै छैन। हरेक ठाउँमा चाहिँ ट्र्याक खोलिसकेको अवस्था हो, 100% खोलेको अवस्था र त्यो 100% मा 90% बाटाहरू पानी पिन्छ, कालोपत्री भइरहेछ, पानी पिच भइसकेको अवस्था छ 90%। 10% छ, त्यसलाई पनि हामी यसपाला पूर्णता दिन्छौँ, अगाडि बढाउँछौँ। केही विद्यालयका साथीहरूका कुरा आएका छन्। अस्ति त्यो चाहिँ हाम्रो के अरे नगरस्तरीय एउटा चाहिँ क्रिकेट टुर्नामेन्ट अध्यक्षज्यूले आयोजना गर्नुभएको थियो, त्यो मेयर कपको रूपमा अगाडि बढेको थियो र त्यसको उद्घाटनमा त म आउन सकिनँ, मैले उहाँलाई नै गर्नुहोस् भनेको हो र त्यसको चाहिँ समापनको दिनमा आउन सकेँ। त्यसै बेला बिचमा हाम्रो विद्यालय जानकी विद्यालय पर्छ, त्यसको दयनीय अवस्था थियो। त्यहाँ पनि हाम्रै छोराछोरीहरू पढिरहेछ, तपाईँ हामीहरू जस्तै मिडल क्लासका छोराछोरी पढ्ने हो र पढाउने मास्टर नै नभएपछि कसरी ती बच्चाहरू हाम्रो स्कुलमा पढ्छन् र त्यहाँको गतिविधिलाई हेर्दै गर्दा जे जति सके तत्काल सम्बोधन गरेँ। अघि उहाँले भन्नु पनि भयो र त्यहाँ एउटा बिल्डिङको आवश्यकता छ। मैले अन्यत्र यो कुरा भन्यो भने त फेरि गाह्रो हुन्छ। मैले एउटा मात्रै विद्यालयको लागि चाहिँ के अरे सामाजिक विकास मन्त्रालयले लेखेको छु अहिले, त्यो पत्र गुड्डुजीले हेर्नु पनि भएको छ र लाग्छ मलाई यसपालि 4 कोठी भवन त्यहाँ पर्नेछ भन्ने कुरा विश्वास लिएको छु। र साथसाथै एउटा कुरामा पुनः तपाईँहरूको बिचमा भन्न चाहन्छु, हामी कसैले पनि यो समाजलाई हामी सबैले मिलेर अगाडि बढाउनका निमित्त हामी सबै तपाईँ हाम्रो सबैको एउटा चाहिँ
उदारता हुन आवश्यक छ। हाम्रो चाहिँ सकारात्मक सोच हुन आवश्यक छ। मैले अघि नगर शिक्षक समायोजनको बेलाको एउटा कुरा गरेँ। अर्को कुरामा पुनः एउटा तपाईँहरूको बिचमा प्रश्न राख्न चाहन्छु। हामी विभिन्न राजनीतिक दलका साथीहरू पनि यहाँ छौँ। एकजना यस्तो मान्छे देखाइदिनुहोस् कि म फरक दलको मान्छे थिएँ, मैले योजना लगेर नगरमा जाँदै गर्दा मेरोले त्यो योजना हालिदिएन भनेर भन्नुहोस्, म अहिले राजीनामा गर्छु मेरो। हामी त्यस सोचका साथ अगाडि बढेका छौँ भने तपाईँहरू सबैको एउटामा कन्ट्रिब्युसन हुनु पर्यो। परेको बजेट छ, बजेट कार्यान्वयनको बाटोमा विरोध भइरहेको हुन्छ। त्यो मानसिकताबाट हामीले टाढा बसेर हाम्रो समाजलाई रूपान्तरण गर्नमा सबैको हातेमाला रहोस्, सबैको सहयोग रहोस् भन्ने अपेक्षाका साथ पुनः नभएका कुराहरूलाई यो एउटालाई एउटा नमुना एउटाको रूपमा विकास गर्ने कुराको प्रतिबद्धता जाहेर गर्दै बिदा हुन्छ। धन्यवाद। नमस्कार।